जब हामी कमजोर हुन्छौँ, थकित हुन्छौँ, निराश हुन्छौँ, हामीमा आशा हराउँदछ अनि चारैतिर दुःख कष्टको भुमरीमा जब हामी पर्दछौँ, त्यो समयमा हामीलाई आशा दिने, शान्ति दिने, शक्ति दिने, उत्साह दिने एकजना परमेश्वर हुनुहुन्छ, जसको विषयमा आज हामी हेर्नेछौँ। मसँगै तपाईँले यशायाको पुस्तकलाई हेर्न सक्नुहुन्छ। यशाया 40 अध्यायको 29, 30 र 31 पदमा यसरी लेखिएको छ। उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूलाई शक्ति दिनुहुन्छ। युवाहरू पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोड्छन्। तर परमप्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गढुर झैँ माथि माथि उड्नेछन् र दगुडेर पनि थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा खाने छैनन्। प्रभुको वचन पढाइ र सुनाइमा प्रशस्त मात्रामा आशिष मिलेको होस्। प्रिय मण्डली, हाम्रो जीवनमा सधैँ एकै नाश हुन्छ भन्ने छैन। कोही बेलामा दुःख, कोही बेलामा सुख अवश्य नै हुन्छ। जब हामी सुखमा हुन्छौँ, हामीले कुनै कुराहरू पनि मतलब गर्दैनौँ, सबै कुरा हामीमा प्रशस्त हुन्छ। तर जब हामी दुःखमा हुन्छौँ, पीडामा हुन्छौँ, थकाइमा हुन्छौँ, हाम्रो जीवनको आशा हराइरहेको हुन्छ, त्यो समयमा निराश हुन्छौँ र कताबाट हामीलाई हेल्प मिल्छ, कसले हामीलाई सहायता गर्छ, हामी छटपटिँदै एकदेखि अर्को ठाउँतिर घुमिरहेका हुन्छौँ। तर परमेश्वरको वचनले हामीलाई भन्दछ, स्पष्ट बताइएको छ कि निराशामा आशा दिने चाहिँ परमेश्वर हुनुहुन्छ। जुन खण्डलाई आज हामीले हेऱ्यौँ, उहाँले थकितहरूलाई पनि बल दिनुहुन्छ, कमजोरहरूलाई शक्ति दिनुहुन्छ। युवा पनि मूर्छा खानेछन्, थकित हुन्छन्, जवान मानिसहरू थाकेर लोड्छन्। तर परम प्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। हालेलुया। हामीलाई शक्ति दिने एकमात्र परमेश्वर हुनुहुन्छ, जसले हामीलाई जीवनमा आशाको दियो बालिदिनुहुनेछ। हाम्रो निभ्न लागेको दियोलाई बालिदिने उहाँ मात्र परमेश्वर हुनुहुन्छ। उहाँले मात्र हामीलाई जीवनको मार्गमा सहायता गर्नुहुनेछ। संसारको मानिसहरूले त निराश बनाउँदछ,